दर्शकवृन्द, ट्युसन पढ्न भनी घरबाट एका बिहानै विद्यालय निस्किएकी 16 वर्षीय इनिसाको जङ्गलमा रहस्यमय तरिकाले शव फेला परेको घटनाले यति बेला झनपछि झन रहस्य थप्दै गएको छ। आखिर त्यो समयमा इनिसाको उद्धार गर्न भनी गाउँलेहरूलाई हार गुहार गर्ने युवक को थिए, कसरी पुगेका थिए उक्त घटनामा थप 3 जना केटाहरू? आउनुहोस् यसबारे गाउँलेहरू के भन्छन् त। छन त केटाहरू 4 जना थिए, 3 जना यहाँ थिए, 1 जना तल बोलाउन गएको थिए। त्यो केटा लाठी कोइली गरे, केटा चाहिँ लाठी कोइली गरे, अरू केटाहरू चाहिँ एक्कासी रिङाटो लायो, चक्कर लायो, बस्छु भनेर भन्यो। त्यहाँबाट बसाल्दा त्यहाँबाट त हप्याक गऱ्यो। अनि त्यहाँबाट एक्कासी अनि म 2 घन्टामा आउँछु, ट्युसन पढ्न जान्छु, अनि खानासाना पकाएर राख्नु हजुरले भनेको त्यही भनेको सुने। केटीको चाहिँ प्यान्टी बराहरू, अनि त्यो केटाको अनि त्यो लगाएको कपडा थियो, सेतो खालको ट्राउजर थियो, त्यसमा बलट पुलिसहरूले यस्तो हेर्दाखेरि हामीले देखेको बलटै थियो। बलट रहेछ कि त केटाको बलट पुरै छिटा थियो बलट। अनि चाहिँ त्यो केटाको खुट्टा चाहिँ यहाँ खुट्टाहरूको घुँडाको खाला पनि गएको थियो। कपाल चाहिँ पुरै जिग्रिङै थियो, यस्तै ढाकिएको थियो, पुरै यस्तै भएको थियो। हामीले त एउटा आँखा र मात्र देखेको पहिला हेर्दाखेरि। बुढाबुढीलाई पनि यस्तो वन जङ्गल नजिकमा छ, आउन घाँस दाउरा पात टिप्न आउन हामीलाई एकदम गाह्रो भयो। यो बहिनीकै चुरा हो, यो बहिनीको चुरा हो। यो बहिनीकै चुरा हो। बोलट यहाँ बोलट छ, हेर्नु यही पातमा पनि हेर्नुहोस् यहाँ। यहाँबाट यस्तो मुखे लतारे यस्तो मुखे लगाएर त्यहाँ सुताएछ। मेरो नाम जयसारा बिक हो। अनि तपाईँ पनि यहीँको स्थानीय? हजुर। तपाईँ कति बेला आउनुभएको यहाँ चाहिँ? हामी त त्यही पुलिसहरू यहाँ आइसक्नु भएको थियो, अनि त्यही माथि एकजना केटी कहाँ बिहोस भएर ढलेछ अरे भन्ने सुनेर आएको हामी। आउँदाखेरि यहाँ पुलिसहरू आउनु भएको थियो। घटना कसरी भएको रहेछ, कसले जानकारी गराएर रहेछ, के रहेछ? जानकारी चाहिँ त्यो केटा चाहिँ यहाँ पहिला चाहिँ त्यो एकजना केटा र केटी आयो भन्ने कुरा सुन्यौँ हामीले। त्यसपछि अनि एकजना गएर हाम्रो गाउँको मान्छेहरूलाई बोलाएर अहिले भर्खर जानुभयो नि तलतिर, अनि उहाँ र एकजना तल अनि अहिले जानुभयो नि तलतिर उहाँलाई। अनि माथि एउटा केटी बेहोस भएको छ, अनि जाम तपाईँहरू पनि गएर हामीलाई हेल्प गर्नु पर्यो, त्यो केटी बेहोस भएको छ। अनि साथी भन्यो के भन्नु, अब जे भन्यो भन्यो केटाले, त्यो अर्को चाहिँ केटाले गएर भनेछ। भन्दाखेरि अनि नाइ हामी त त्यसरी कहाँ जान्छौँ र अनि भनेर उहाँहरूले भन्नुभएछ। भन्दाखेरि पुलिसलाई खबर गरेर अनि उहाँहरू अनि त्यो केटा त आइहाल्यो होला सायद अगाडि, अनि उहाँहरू आउनुभएछ। भनेपछि बेहोस भएको छ भनेर बोलाउनु गएको थियो। जानकारी पाएपछि पुलिसले खबर गर्नु, उहाँले अनि जानकारी पाएपछि पुलिसलाई खबर गर्नुभयो। खबर गर्दाखेरि त्यहाँबाट पुलिसहरू पनि यहाँ आइसक्नु भएको थियो हामीहरू आउँदाखेरि। अनि उहाँहरू पनि आउनुभएको थियो। आउँदाखेरि हामीले कस्तो देख्यो भने चाहिँ त्यो केटीको टाउको चाहिँ यता थियो, अनि खुट्टा तल थियो। अनि हामीलाई पुलिसहरूले उतै बाटोदेखि उतै बस्नुहोस्, यता नआउनुहोस् भनेर अनि उ गर्नुभएको थियो। हामी यतातिर आउन पाएन। के रहेछ, कति बजे घरबाट निक्ला रहेछन्, के रहेछ, के जानकारी? त्यो हाम्रो गाउँको एकजना बहिनीले अनि देखेको अनुसार अनि 6:30 बजीतिर अनि एउटा केटा एउटा केटी गएको देखेको मैले अनि भनेर भन्नुहुन्थ्यो उहाँले। घरबाट कहाँ जान्छ भनेर निक्लेछ? अब घरबाट अब त्यो बाटामा हिँडेको देखेको, हाम्रो उसको घरबाट तलतिरबाट माथिर आएको देखेको मैले भन्ने। अन्त घरबाट त्यो नानीले के भनेर निक्ला रहेछन्? घरबाट आमा आउँदाखेरि कहाँ अरे ट्युसन पढ्न जान्छु म, अनि म 2 घन्टामा आउँछु, ट्युसन पढ्न जान्छु, अनि खानासाना पकाएर राख्नु हजुरले भनेको त्यही भनेको सुनेको। मैले ट्युसन क्लास जान्छु भनेर निक्ला रहेछ। ट्युसन। तर हिजो त शनिबार थियो। हजुर त्यही त, शनिबारको दिन ट्युसन हुन्थ्यो यहाँ, के रहेछ? अब के भनेर मतलब कपी कलम केही भेट्यो त यहाँ साथमा? के कपी कलम हामीले त झोला हेर्दाखेरि केही पनि देखिनँ। एउटा यसरी कचरा थियो, त्यसमा चाहिँ अब के थियो हामीलाई त पुलिसले देखाउनु भएन, कचरा मात्र देखेको। त्यो केटीको चाहिँ प्यान्टी बराहरू, अनि त्यो केटाको अनि त्यो लगाएको कपडा थियो, सेतो खालको ट्राउजर थियो, त्यसमा बलट पुलिसहरूले यस्तो हेर्दाखेरि हामीले देखेको बलटै थियो। भनेपछि केटीको शरीरमा कपडाहरू पनि थिएन? केटी त कालो कपडा आफ्नो ज्याकेट लगाइदिएछ, कालो चाहिँ तलतिर प्यान्ट जस्तो त्यस्तो भित्री वस्त्रहरू थिएन भन्ने कुरा थिएन क्या। त्यसको त्यो प्यान्टी चाहिँ त्यही उमा हालेको थियो, झोलामा हालेको थियो, झोलामा थियो, बरा पनि त्यही झोलामा थियो। त्यो केटाको कपडा पनि त्यहीँ रहेछ। त्यहाँ हुँदाखेरि त्यसको पुरै त्यो कपडामा पनि खुन बलट रहेछ कि त केटाको, बलट पुरै छिटा थियो बलट। अनि चाहिँ त्यो केटाको खुट्टा चाहिँ यहाँ खुट्टाहरूको घुँडाको खाला पनि गएको थियो, त्यो रातै थियो खुट्टामा पनि त्यो जुन चाहिँ त्यो बसेको थियो त्यहाँनिर केटा, त्यो सालको बुट्टानिर त्यसको खुट्टामा यस्तो हेरेको हामीले, त्यसको यहाँ घुट्टा घोटेर। अनि चोटहरू केही देख्नुभयो? चोटहरू त हामीलाई यतातिर देखाउनु भएन, हामीलाई त उतै थियौँ। अनि चोटहरू त आमा आउँदाखेरि त्यही यसरी फर्काउँदाखेरि हल्लै अनि खुन बलटहरू उठ्यो। अनि चोटहरू त यता हेर्नेर चोट थियो भन्थे, देख्ने मान्छेले हेर्नेर चोट छ। अनि पछाडि बेल्टले हाने जस्तो पुरै पछाडि पनि रातो छ भन्ने कुरा गर्थे, डाम छ भन्थे देख्ने मान्छे। पछाडि ढाडमा पनि बेल्टले हानेको चोटहरू जस्तो देखेको थियो भनेर। तर चाहिँ बेल्ट चाहिँ देखिएन, तर चाहिँ चोट चाहिँ थियो भन्ने भन्थे।
चोट चाहिँ कपाल चाहिँ पुरै कपाल चाहिँ पुरै जिग्रिङै थियो, यस्तै ढाकिएको थियो, पुरै यस्तै भएको थियो। हामीले त एउटा आँखा र ऊ मात्र देखेको पहिला हेर्दाखेरि एउटा आँखा मात्र देखेको थियो, पछि चाहिँ पुलिसहरू आउँदाखेरि आमाले हेरिसकेपछि अनि त्यो स्टेसनमा हाल्दाखेरि त्यहाँबाट पुरै हामीले हेर्दाखेरि अनुहार चाहिँ देख्यौँ हामीले, अनि त्यो कपडा त ढाकिएको थियो। के भन्नुहुन्छ त्यो घटनालाई लिएर कस्तो खालको कारबाही होस्? यो घटनालाई लिएर के भन्न चाहन्छु भने चाहिँ मैले अब हाम्रा पनि छोरीहरू छन्, हुर्किँदैछन्, नातिनीहरू छन्, छोरीहरू हुर्के पनि अनि एक्ला दुक्लै अब यसरी वन जङ्गलमा कसैको विश्वास गरेर आफ्नो गाउँघरको दाजुभाइ अथवा अलि तलतिरकै भए पनि अनि उनीलाई साथी बनाएर कहिलेकाहीँ आफ्नो जाममा हामीलाई डर लाग्छ भनेर आउन पनि हामीलाई एकदम गाह्रो भयो होइन। गाह्रो भयो, त्यस्तो घटना चाहिँ घट्नेलाई भन्दा हद कारबाही होस्। अब अनि किनभनेपछि अब यस्तो गर्ने व्यक्तिलाई भरिसक यो नेपालमा फाँसी नै हुने नियम कानुन अहिले आएको सरकारले दियोस्, अनि त्यति नभए पनि यसलाई एकदम कडामा कडा सजाय पाओस् त्यसले। अनि हाम्रा पनि अब छोरी बहिनीहरूलाई पनि हिँड्न हामी बुढाबुढीलाई पनि यस्तो वन जङ्गल नजिकमा छ, आउन घाँस दाउरा पात टिप्न आउन हामीलाई एकदम गाह्रो भयो। अनि अब पानी खाने ट्याङ्की यहीँ छ हाम्रो, अब बिहान आएर पानी खोल्नुपर्छ। यस्ता बच्चाहरू आउँछन्, जब पात चाहियो भनेपछि बच्चाहरू पनि आउन सक्छन्, हाम्रा छोरी नातिनीहरू पनि आउन सक्छन् हामीलाई, किनभनेपछि अब यसरी वन जङ्गलमा तलको मान्छेहरू आउने यहाँनिर हामीलाई एकदम केटो पनि यही ठाउँकै नजिकै हो? त्यो केटो लाठी कोइलीको अरे, केटो चाहिँ लाठी कोइलीको अरे, अरू केटाहरू चाहिँ तल लाठी कोइलीको घर भन्थ्यो त्यसले। घर त त्यस यत्रो यहाँनिर धेरैजना स्थानीय हुनुहुन्छ, तपाईँ हिजो यहाँ घटना भएपछि यहाँ आउनुभयो, कस्तो देख्नुभयो, निहाल्नुभयो, के थियो कस्तो थियो भन्ने कुराहरू प्रकाश गर्नको लागि म थोरै जोड्दैछु। तपाईँको नाम भनिदिन्छ? यहाँ कति बेला आउनुभएको हुन्छ? म यहाँ पुलिसहरूसँग प्रशासनसँगै आउनुभएको थियो। अनि घटना चाहिँ यही जङ्गलमा रहेछ? हजुर। कति बजे भएको रहेछ घटना चाहिँ? अब आउनु त तिनीहरू बिहान 6:30 बजीतिर आएर रहेछन्। अब थाहा चाहिँ हामीहरूले गाउँमा 9:30 बजी थाहा पाएको। अनि घरबाट चाहिँ के भनेर निस्किएर चाहिँ नानीहरू? घरबाट त अब ट्युसन पनि जान्छु मम्मी, म 1000 रुपियाँ दिनु न भनेर 1000 रुपियाँ पनि लिएर आएको थियो। पुलिसहरूले पछि छाम त 1000 रुपियाँ भेटेको थियो, त्यही भन्थ्यो मन चाहिँ अहिले। अनि हिजो शनिबार थियो भनेपछि नानीले झुट बोलेको थिएन होला सायद, कि ट्युसन त क्लास रहेछ कि त्यो बारेमा केही जानकारी पाउनुभयो कि नै? त्यो बारेमा आउनुहोस्, तपाईँ पनि आउनुहोस् त, यहाँ आउनुहोस् त। अनि भनेपछि तपाईँहरू परेडसँगै आउनुभयो, अनि यहाँ आउँदाखेरि लास्ट के थियो, कस्तो हो? यहाँ आउँदाखेरि त लास्ट अब टाउको त्यहाँ थियो, शरीर त्यहाँ थियो होइन। अब त्यस्तो उमा थियो। पहिला त हामीले मुख हेरेनौँ, देखाएनौँ, झ्याप्पै कपालले ढाकेको थियो अनि मुख हेरेनौँ। पछि चाहिँ आमा आउनुभन्दा एकछिन अगाडि चाहिँ हामीले त्यहाँबाट हेर्दा चाहिँ मुखहरू देखेको थियौँ। अनि पछि आमा आएपछि शरीर देखाउने बेलामा यस्तो ढाडमा सुम्ला थियो, यस्तोमा चोट थियो, पुरा खुन थियो। छन त केटाहरू 4 जना थिए, 3 जना यहाँ थिए, 1 जना तल बोलाउन गएको थिए। अनि सुरुमा चाहिँ 2 जना मात्र आएर छन्? सुरुमा त अब केटा र केटी मात्रै 2 जना मात्रै आएको। पछि चाहिँ अरू केटाहरू आएर छन्? पछि चाहिँ अरू केटाहरू आउँदाखेरि साथीले हामीलाई हेल्प गर भनेर फोन गरेर हामी आएको भन्थ्यो अरू 3 जना। त्यसपछि साथीले बोलाएपछि अरू पछाडि आए, पहिला चाहिँ 2 जना मात्र आएको थिए। ट्युसन जान्छु भनेर मान्छे यहाँ आएर आएको भनेपछि यही नजिकै हो नि तिन बहिनीहरू? नै, तिनको घर त यता रेडी नेपाल हो, केटाको घर चाहिँ तर लाठी कोइली हो। लाठी कोइली। केटा कति वर्ष भएको रहेछ? केही उमेर के ठुलो? केटा त खै अब त्यसको दिदी हो कि बहिनीको आएको थियो, त्यसले चाहिँ 18 वर्षको भयो भन्दै थियो। भनेपछि ठ्याक्कै भन्नुहुन्छ लास्ट कहाँनिर? लास्ट त यहाँ थियो कि, लास्ट भएको ठाउँ यहाँ उहाँको खुट्टा भएको ठाउँमा टाउको थियो, शरीर यहाँ थियो, यहीँ थियो शरीरहरू। टाउको यता माथि थियो? टाउको त यसमा परेको थियो, अलिक उतार्नु परेको थियो, उतार्नु थियो टाउको। अनि कपडाहरू चाहिँ यहाँ कहाँ झोलामा थियो भन्ने खालको कुरा के हो खास गरी? हो, कपडा चाहिँ केटीको बरा प्यान्टी झोलामा थियो। कसको झोलामा? त्यो केटाको झोला। केटाको झोलामा भेटेको थियो? त्यस्तो झोला त अब लेडिजले बोक्दैन नि त, जिन्स लेदरको झोला, त्यो केटाकै झोला हो कि त्यो। अनि के छ त्यो केटाले के गरेर यसरी मर्यो अथवा मार्यो भन्ने खालको केही कुरा गरेको होइन? खै हामीलाई आउने बेला त के भन्थ्यो भनेपछि चक्कर लाग्यो, एकछिन बसम भन्यो, उतिखेर छाती दुख्यो भन्यो, मैले यस्तो छाती अचर्दै थिएँ, यस्तो भयो भन्थ्यो त्यसले त। मैले मारेको आम यस्तो उस्तो भनेर चाहिँ भनेर। पहिलादेखि नै त्यो केटाकेटीको पहिलादेखि नै
सम्बन्ध थियो भन्ने कुरा केही छैन नै त्यस्तो सम्बन्धहरू त्यस्तो कुरा त केही टाढा टाढा केटाकेटी हामीलाई पनि के थाहा होइन तपाईँ देखाइदिनु त मलाई घटना कहाँनिर मारेको ठाउँ चाहिँ घटना मारेको ठाउँ चाहिँ मारेको त त्यतातिर भन्छन् अनि त्यहाँ मारेर यहाँ ल्याएर थियो यहाँबाट त्यहाँबाट बोकेर ल्याउने भन्थ्यो यहाँ मारेको भनेको यहाँ खुनहरू केही छ कि त्यस्तो खुन थियो अघि केटाहरूले कता फाले यहाँनिर खुन थियो यतातिरबाट यहाँनिर केटाहरूले अघि नै 3-4 जना केटाहरू यो पनि बलौटै होला यो खो यो यो चुडा बहिनीको चुडा त्यो केटोले ल्याएको थियो भन्थ्यो के केटोल दिएको ल्याएको थियो भन्थ्यो कि लिपस्टिकहरू पनि थियो झोलामा भन्थे मलाई त खासै देखेन मेरो अफिस थियो म गइहालेँ केटाको झोलामा भएको थियो भन्थे मैले त देखेन अनि यहाँ यिनी बलटहरू यो सबै त्यो बलटहरू त्यो नानीको हो सबै बलटहरू त्यो नानीको हो यहीँ मारेर रहेछ यस्तो घटना भयो तपाईँ गाउँठाउँमा त्यो घटनालाई लिएर के भन्छ कस्तो खालको कारबाहीको माग गर्नुहुन्छ यो घटनाले अब यो सानोतिनो घटना होइन यहाँको ठुलो घटना हो हाम्रो पनि छोरी बहिनीहरू छन् त्यसलाई कडाभन्दा कडा कारबाही होस् पुलिस प्रशासनसँग फुकोस् यस्तो घटना पहिला भएको थिएन नै भएको थिएन यो ठाउँमा म आएको 4 वर्ष भयो घरमै